नमस्ते सेवा फेरि पनि मेरो मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ हामी 2083 साल वैशाख 5 गतेको दिन शनिबार चाहिँ हामी किरात राईखाको इटरी उपमहानगर तथा वडा कार्य समितिको इटरीको संयुक्त आयोजनामा चाहिँ अवलोकन भ्रमणमा 2083 को भ्रमणमा 3 चुला वाबुक पोखरी उदयपुर सिमेन्ट कारखाना उदयपुर जाँदैछौँ र हामी अहिले चाहिँ हाल चाहिँ वाबुक पोखरी पुग्यौँ। हामीले जाने क्रममा निकै रमाइलो गर्दै गयौँ र अहिले चाहिँ हामी वाबुक पोखरीभित्र जाँदैछौँ र यहाँ चाहिँ स्वागत गर्दै हुन्छ हामीलाई। हामी चाहिँ अहिले यहाँनिर सुम्निमा पारुवाङको मूर्तिमा पनि यहाँनिर हेऱ्यौँ, रमाइलो गऱ्यौँ, वाबुक पनि हेऱ्यौँ। ल त्यस क्रममा वाबुक हेर्ने क्रममा हेर्दै जाँदाखेरि हामी चाहिँ यहाँनिर सुम्निमा पारुवाङकोदेखि यो गेटदेखि भनौँ न, यहाँनिर मूर्तिदेखि चाहिँ हामी परतिर अलिकति केही पर रहेको छ वाबुक पोखरी। वाबुक पोखरीमा चाहिँ माछाहरू रहेको रहेछ र कमलको फुल यसरी रहेको रहेछ। हामी फाइनल्ली चाहिँ हामी आफ्नो यहाँ त्यहाँनिर जहाँ 3 चुला भनिएको छ त्यहाँनिर पुग्यौँ र यस क्रममा पुग्ने क्रममा अब हामीलाई चाहिँ भोक लाग्छ नि त, खानाहरू खानु पर्यो होइन, पिकनिक जस्तै भनौँ न, बाहिर केही अब पकाएर खाने बस्ने चिसोहरू भयो। यहाँनिर चाहिँ हामीले गेट बाहिर यसरी सबैजनाले बनाउँदै हुनुहुन्छ। अनि त्यसपछि यहाँनिर सानो कार्यक्रम भयो र उहाँहरूले चाहिँ वाबुकको मूर्ति हस्तान्तरण गर्नुभएको छ र त्यहाँ यो चाहिँ भनौँ त्रियुगा नगरपालिका 5 हामी पुगेको छौँ र त्यहाँनिर हामीलाई फुलहरू दिएर स्वागत गर्नुभएको छ। हामी त्यसै क्रम नाच्ने गाउने पनि क्रम जारी रहेको छ र हामी चाहिँ एकदमै रमाइलो गर्दैछौँ। सबैजना देमाहरू आन्टीहरू सबैजना नाच्दै हुन्छ। अङ्कलहरू यहाँनिर अङ्कलहरूले चाहिँ यसरी सेकुवा पनि बनाउँदै हुन्छ र यहाँ हामी फेरि पनि नाच्ने क्रम चाहिँ एकदमै जारी रहेको छ र सबैजना नाच्दैछौँ र रमाइलो गर्दैछौँ। यति टाढा गएपछि त नाच्नै पर्यो होइन, रमाइलो गर्नै पर्यो। अनि त्यसपछि हामी एकदम नाचिरहेको छौँ सबैजना रमाइलो गर्दै, चिसोहरू खाँदै खाजाहरू खाँदै। यो चाहिँ खाजा खाइसकेपछिको। अनि त्यो चाहिँ संसारको सबैभन्दा ठुलो 3 चुला रहेको छ भन्ने फुबाले मलाई यहाँ देखाउँदै हुन्छ, यहाँनिर त्यहाँको अङ्कलले पनि देखाउँदै हुनुहुन्छ। हामीले चाहिँ 3 चुला जाने क्रममा गयौँ र अनि त्यसपछि ढोग्यौँ। हाम्रो फुपू पनि ढोग्दै हुनुहुन्छ 3 चुला। यो चाहिँ जाने क्रममा थाक्कल पनि भेटिएको छ र फेरि पनि नाच्यौँ फर्केर आएर। अनि नाच्यौँ ओर्यौँ अनि त्यसपछि फेरि नाच्दैछौँ है सबैजना भएर। अब यो चाहिँ किनभने अन्तिम नाच रहेको छ नि त, अनि त्यही भएर अन्तिम नाच हुनाले सबैजना नाच्दैछौँ है। अनि नाच्यौँ ओर्यौँ रमाइलो गऱ्यौँ, एकदमै रमाइलो भयो होइन, गर्मी भने ठिकै थियो। अनि त्यसपछि सबैजनाले अन्तिमचोटि